हेलो साथीहरू, तपाईँहरू सबै कस्तै हुनुहुन्छ? उम्मिद गर्छु तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला भनेर। आज चाहिँ म मेरो छोरीको फेयरवेलमा गएको थिएँ। मेरो छोरीको चाहिँ आज फेयरवेल हो। मेरो छोरीको चाहिँ अब क्लास 2 पास भएर अब 3 मा जान्छ। यो स्कुलमा चाहिँ क्लास 2 सम्म मात्रै छ, त्यसैले मेरो छोरीहरूलाई फेयरवेल दिँदैछ। क्लास 2 को फेयरवेल हो। त मेरो छोरी त्यहाँबाट आउँदैछ अनि सानो चाहिँ दिदीसँग बसेर स्टाइल देखाउँदै छिन्। अनि म चाहिँ यस्तो देखिरहेको छु। हेर्नु तपाईँहरू, मलाई कस्तो देखेको छ भनिदिनु। यो दिदीको भी छोराको फेयरवेल हो। अनि दिदीको फेयरवेलमा बहिनी पनि एकदम खुसी छ अनि एकदम खुसी भएर पुरा नाचिरहेछ। अब म चाहिँ के पनि बोल्दिनँ। अब सबै फेयरवेल सुरु हुन आँट्यो नि त। अब तपाईँहरू पनि हेर्नु, मसँगै हेरेर इन्जोय गर्नुहोस्। शिक्षा वह दीपक है जो जीवन के हर अंधकार को प्रकाश से भर देता है। With this beautiful, let's begin this program with great enthusiasm. Please put your hands together and give a big round of applause to welcome our shining stars, our lovely students. Chief guest, Mrs. Latika Chauhan ma'am, and our respected principal, Mrs. Shivani ma'am, to kindly come forward. यहाँ चाहिँ प्रिन्सिपल म्यामले दिया जलाएर स्टार्ट गर्नु थाल्नुभयो। अनि तपाईँहरू भन्नु, तपाईँहरूको नानीहरूको फेयरवेल हुँदा तपाईँहरूलाई कस्तो लाग्छ? मलाई त एकदम खुसी लाग्दै थियो। अनि यहाँ चाहिँ मेरो छोरीहरूको डान्सबाट सुरु हुँदैछ। अनि पुरा मेरो छोरीहरू चाहिँ डान्स गर्दैछ नि त। अनि मलाई चाहिँ एकदम एक्साइटेड हुँदैछ। अनि उसको फर्स्ट चाहिँ उसकै डान्स थियो। अनि मेरो छोरीले भन्दै थियो कि मलाई मम्मी छिट्टो आउनु ल, फर्स्ट मेरो डान्स हो भनेर। अनि म फेयरवेलभन्दा छिट्टै आएको थिएँ। त्यसको पछि चाहिँ बच्चाहरूले आफ्नो स्कुलको गाना गाए। त्यहाँपछि एकदम खुसी लाग्यो मलाई यो देखेर। त्यसपछि मेरो छोरीलाई बोलाएर स्टेजमा अनि उसको फेयरवेलको उसलाई गिफ्ट दियो होइन त। अनि मेरो छोरीको सबैलाई दियो दिन त। अनि मैले चाहिँ मेरो छोरीको मात्रै बनाएको नि त। अब सबैको बनायो भने त भिडियो लामो हुन्छ। त मेरो छोरीलाई त स्टेजमा बोलाएर प्रिन्सिपल म्यामहरूले गिफ्टहरू मतलब एवार्ड दिँदा त उसको गिफ्ट दिँदा मलाई कति खुसी लाग्यो। त्यहाँपछि उनीहरूको आफ्नो प्लेस लियो होइन। अब म यो स्कुलमा मलाई के गर्यो, अब कति राम्रो लाग्यो, अब म कस्तो गर्छु अगाडि गएर भनेर उनले आफ्नो प्लेस लिए। त्यहाँपछि यहाँमा चाहिँ दिदीलाई उठाएर क्वेसन सोध्नुभयो, तपाईँहरूले हाम्रो स्कुल कस्तो लाग्छ भनेर होइन। त अनि दिदी इमोसनल हुनुभयो, किनकि दिदीको मतलब पहिलादेखि सबसे पहिलादेखि दिदीले नै पढाउनु भएको कतिवटा टिचर चेन्ज भइसक्यो, प्रिन्सिपल म्याम पनि चेन्ज भइसक्यो होइन। तर दिदीले सुरुवातदेखि नै पढाएको। अनि अब आएर अब उसको छोरा अब अर्को स्कुलमा जाँदैछ। अनि सोद्धाखेरि उसलाई मतलब इमोसनल भयो कि दिदी। अनि दिदीले गर्दा मतलब सबै इमोसनल भयो, किनकि सबैको मनमा अलिकति दुःख त थियो नि त होइन। अब नानी एउटा स्कुलमा पढेर कति साल उसको कति याद हुन्छ, कति यादको बादमा अब जाँदैछ कति 4-5 सालको बादमा। त्यहाँपछि मलाई नि भन्नु हुँदै थियो। अनि मैले सकिनँ भन्नको लागि। त्यहाँपछि लास्टमा म्यामहरूले नि त आफ्नो सबैलाई थ्याङ्क यू भन्यो अनि बाई बाई गर्यो। अनि यसै सक्यो, बाई बाई।